नमस्कार, म शङ्कर खरेल उडाइलगढ 10 कपन स्थित बाल उद्धार माध्यमिक विद्यालयमा म अध्ययन गरिरहेको छु। म अध्यात्मको विषयमा आफ्ना केही विचारहरू राख्न गइरहेको छु। विभिन्न धार्मिक तथा आध्यात्मिक ग्रन्थमा उल्लेखित अध्यात्मको परिभाषा तथा अर्थको बारेमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु। अध्यात्म भन्ने शब्द दुई शब्दबाट बनेको छ, अधि प्लस आत्मा। यसरी अधिको अर्थ हुन्छ मूल वा प्रमुख र आत्माको अर्थ हुन्छ आफै। यसरी अध्यात्मको शाब्दिक अर्थ आफैलाई बुझ्नु वा आफ्नो मूल वा प्रमुख रूप हुन जान्छ। त्यसैले यो मूल रूपलाई बुझेपछि अरू कुनै पनि कुरा बुझ्नु आवश्यक छैन। मुख्य कुरा मूल रूपलाई बुझ्नु हो, त्यही नै परम सत्य हो। उपनिषदमा एउटा कथा छ, ऋषि उद्दालक र उनका छोरा श्वेतकेतु यसका पात्र हुन्। ऋषि उद्दालकले आफ्नो छोरालाई भन्छन्, 12 वर्षको छोरातर्फ हेरेर भन्छन्, बाबु अब तिमीले अध्ययन गर्ने बेला भएको छ, तिमी अब गुरुकुल जानुपर्छ। गुरुकुलमा गई ज्ञान सिक, अध्ययन गर र त्यसपछि तिमीले सिद्धि प्राप्त गर्नेछौ। बुबाको कुरा ठिक लाग्यो र उनी गुरुकुल जान्छन् र 12 वर्षसम्म ज्ञान आर्जन गरी घर फर्कन्छन्। र बुवाले उनी अलि अहङ्कारी भएको पाए, घमण्डी भएको पाए र बुवाले थाहा पाइसके यसले अक्षर मात्र गनिरहेको छ, यसले वास्तविक ज्ञान आर्जन गर्न सकेको छैन। यसले आफ्नो ज्ञानलाई शब्दमा सीमित राखेको छ, अभ्यास गरिरहेको छैन, यसले साधनामा लागेको छैन। अब यसलाई मैले नै ज्ञान दिनुपर्छ। बुवाले भन्नुभयो, बाबु के तिमीले मैले सोधेको हरेक प्रश्नको उत्तर दिन सक्छौ? छोराले भन्छ, मैले हरेक प्रश्नको उत्तर दिन सक्छु। म ज्ञानी भइसकेँ, म पण्डित भइसकेँ, मलाई सबै आउँछ। बुवाले सोध्नुहुन्छ, त्यसो भए त्यो एउटा चिज के हो त्यसलाई भन, जुन बुझेपछि अरू केही कुरा बुझ्नुपर्ने आवश्यकता रहँदैन। एउटा मात्र कुरा जुन बुझेपछि अरू बुझ्नै पर्दैन, अरू आफै बुझिन्छ। जीवनको उद्देश्य के बुझ्नु, त्यस्तो के एउटा मात्र कुरा छ, त्यस्तो के एउटा मात्र तत्त्व छ जुन बुझेपछि अरू बुझ्नु आवश्यक नै छैन। त्यो एक तत्त्व मात्र तिमीलाई बुझ्नु आवश्यक छ, त्यो के हो भन भन्नुहुन्छ। छोरा अलमलमा पर्यो र बुवाले भन्यो, मैले यस्तो त कुनै पनि गुरुकुलबाट आजसम्म आर्जन गरेको छैन। यस्तो ज्ञान त मैले आजसम्म कतै पनि सिकेन नि बुबा। यस्तो पनि हुँदो रहेछ, मलाई त गुरुहरूले पनि सिकाउनु भएन। र बुबाले भन्नुभयो, त्यो गहनाको सम्बन्धमा सुनलाई बुझेपछि सिक्री औँठी केही बुझ्नु आवश्यक छैन। त्यो आत्मतत्त्व गहनाको मामलामा सुनलाई बुझेपछि तिमीले अरू सबै आफै बनाउन सक्छौ। त्यो औँठी भने पनि, सिक्री भने पनि त्यो सबै सुनबाट नै बनेको। त्यसैले सुनलाई बुझेपछि यी कुनै पनि कुरा बुझ्नुपर्ने आवश्यकता रहँदैन, तिमी आफै बनाउन सक्छौ सिक्रीलाई, औँठीलाई। मैले बुझ्दैछु बुबा, अझ यसलाई अरू उदाहरणसहित पुष्टि गरिदिनुहोस्। र ऋषि उद्दालकले अर्को उदाहरणसित पुष्टि गर्छन्, त्यो माटो पनि हो, घैँटो वा अन्य कुनै पनि वस्तु हामीले माटोबाट बनाउन सक्छौँ। माटोलाई बुझेपछि, माटो थाहा पाएपछि त्यो घैँटो कुनै पनि जान्नुपर्ने आवश्यकता रहँदैन, किनकि मुख्य कुरा घैँटो होइन, मुख्य कुरा माटो हो। घैँटो त माटोबाट नै बन्ने हो। माटोलाई बुझेपछि हामीले अरू कुनै पनि कुरा बुझ्नु पर्दैन। यसै गरी अर्को उदाहरण दिनुपर्दा तिमीले फल लिएर आउँछ छोराले, र बुवाले काट्न भन्नुहुन्छ, काट्छ। र यहाँको यो बिहा, यो आत्मतत्त्व हो। यो बिहाले त्यति ठुलो रुख जन्माउँछ, फल जन्माउँछ, त्यस्तो शक्ति यसमा छ। तर यहाँभित्र रुख देख्छौ तिमीले, कतै पनि रुख लुकेको छैन। यहाँ यति सानो कुरा छ, तर यसले रुखलाई जन्माउन सक्छ। यहाँ शक्ति छ। मुख्य कुरा रुख होइन, मुख्य कुरा यो बिहालाई बुझ्नु। बुवाको यस्तो उदाहरणपछि ऊ प्रष्ट हुन्छ र त्यो मान्छेको मामलामा यो आत्मतत्त्व हो, जुन मानिस मरेर गए पनि रहँदैन, रहन्छ, अहिले पनि छ, भोलि पनि रहन्छ, त्यो सधैँ रहनेछ। श्रीमद् भगवत गीतामा अर्जुन विषाद योग भन्ने एउटा च्याप्टर छ। त्यहाँ अर्जुन पीडामा फस्छन्, उनी विक्षिप्त हुन्छन्, उनी पीडित बन्छन्। मेरा आफन्तजनलाई, मेरा प्रियजनलाई, मेरा गुरुलाई मारेर राज्य जितेर मलाई के काम, योभन्दा त म बरु भिख मागेरै खान्छु। उनको यस्तो बुझाइ थियो। यो बुझाइ भनिन्छ, तर यो मिथ्या ज्ञान, यो सत्य ज्ञान होइन। त्यसैले कृष्ण भगवान आएर भन्नुभयो, तिमी मिथ्या ज्ञानमा छौ,
तिमी सत्य ज्ञानलाई बुझिरहेका छैनौ। यी कुनै पनि मानिसहरू तिमी कोही पनि शरीर होइन। बाहिरबाट हामी शरीर देखिए तापनि भित्रबाट हामी विशुद्ध साक्षात आत्मा हौ र यो आत्मा न तिमीले मार्न सक्छौ न मैले मार्न सक्छु। नैनम छिन्दन्ति शस्त्राणि नैनम दहति पावक न चैनम क्लेदयन्त्यापो न शोषयति मारुत। अर्थात् यो आत्मा यस्तो तत्त्व हो जसलाई न कुनै शस्त्रले टुक्र्याउन सकिन्छ, न कुनै आगोले जलाउन सकिन्छ, न कुनै पानीले भिजाउन सकिन्छ, न कुनै हावाले सुकाउन सकिन्छ। यो अमर छ, यो स्वतन्त्र छ र यसलाई बुझेपछि अरू कुनै पनि कुरा बुझ्नु आवश्यक छैन। त्यहीबाट मानिसले सिद्धि प्राप्त गर्न सक्छ। यसै गरी उहाँले अर्को श्लोक सहित पुष्टि गर्नुहुन्छ। नजायते म्रियते वा कदाचित् नायम भूत वा भविता न वा भूयः अजो नित्य शाश्वतम प्राण्यो अन्यते अन्य मानिसले। अर्थात् यो आत्माको न कुनै भूत छ न कुनै भविष्य रहनेछ। यो न त जन्मियो न त यो मर्नेछ। जुन कुरा जन्मिएकै छैन त्यो कसरी मर्छ? उदाहरणका लागि शरीर जन्मिएको यो एक दिन मर्छ, तर शरीरलाई जन्माउने तत्त्व त्यो कहिले मर्नै सक्दैन। यो ब्रह्माण्डलाई, यो सूर्यलाई, चन्द्रलाई जन्माउने जुन आकाश तत्त्व छ त्यो कहिले मर्न सक्दैन। सूर्य मरे पनि, प्लानेट ग्रहहरू मरे पनि त्यो कदापि मर्न सक्दैन। यसै गरी जसरी हामीले पुराना कपडाहरू फाली नयाँ कपडा धारण गर्छौँ त्यसरी नै हाम्रो आत्माले पुरानो शरीरलाई त्यागी नयाँ शरीर धारण गर्छ। त्यसैले हामीले शरीरलाई सत्य ठान्छौँ जिन्दगीभरि, तर हामीले आत्मालाई बुझ्ने कोसिस गर्दैनौँ। शरीर त मर्छ, शरीर त यो लुगा जस्तो यो चेन्ज भइरहन्छ, तर आत्मा यो सधैँ एउटै हुन्छ र यो कदापि मर्न सक्दैन। यस कुरालाई श्रीमद् भगवत गीतामा प्रष्टसँग बताइएको छ। यसै गरी यस सम्बन्धमा आज वैज्ञानिक रिसर्चहरू पनि हुँदैछन् र वैज्ञानिक रिसर्चमा एनडिए नियर डेथ एक्सपिरियन्स झन्डै मृत्युको अनुभव भएका मानिसहरूले आत्मालाई बुझ्न सके। एकजना डाक्टर इभेन एलेक्जेन्डर भन्ने अमेरिकाका मानिस जो नास्तिक थिए, कहिले पनि भगवानमा विश्वास गर्दैन थिए। उनलाई आत्मा चेतना यो धार्मिक कुराप्रति आध्यात्मिक कुराप्रति कुनै चासो थिएन, किनकि उनी मेडिकल साइन्सको डाक्टर थिए। उनले अध्ययन गर्थे, मस्तिष्क सम्बन्धी रिसर्चर थिए र उनलाई मस्तिष्क सम्बन्धी नै रोग लाग्छ, मेनिन्जाइटिस। उनी मर्छन् र केही समयपछि उनी बिउजन्छन्, मरेर पनि 2-3 घण्टापछि उनी बिउजिए र त्यसपछि उनले त्यस समयमा जब उनी मरेका थिए उनले स्पेसमा गएको र आफ्ना अगाडिका मानिस जो पहिले मरिसकेका थिए उनीहरूबाट ज्ञान लिई उनीहरूले उनलाई सजेसन दिइरहेका थिए, ज्ञान दिइरहेका थिए। त्यसलाई उनले किताबमा लेखेका छन्। उनको प्रुफ अफ हेभन भन्ने किताब प्रकाशित भयो जसले रेकर्ड नै ब्रेक गरिदियो। त्यस्ता नास्तिकले पनि आज आत्मालाई मान्न बाध्य भएका छन्। उनले प्रुफ अफ हेभन स्वर्ग रहेको कुराको प्रमाण भनी एउटा किताब लेखेका छन्। यसरी यो साँच्चै रहेको कुरा प्रमाणित हुन जान्छ। नियर डेथ एक्सपिरियन्स भएका मानिसहरूलाई जो मरेर पनि फर्किएर आए उनीहरूलाई यो कुरा थाहा भयो, आत्माको कुरा, र यसलाई हामीले पनि थाहा पाउन सक्छौँ, जसलाई शास्त्रीय भाषामा समाधि भनिन्छ। भगवान गोरखनाथको एउटा वचन छ, मरो जोगी हे मरो मरण हे मिठा, मरो जोगी हे मरो मरण हे मिठा, तिस मरण मरो जिस मरण गोरख मरि दिठा। मर जोगीहरू, मर मानिसहरू, मरण जति मिठो केही पनि छैन। मरण आनन्ददायी छ, तर त्यस्तो मरण मर जस्तो मरण म मर्छु। गोरखनाथ मर्नुहुन्छ। त्यो भनेको समाधिमा पुग्यो भने त्यो आत्मतत्त्वलाई हामीले सजिलै पहिचान गर्न सक्छौँ। जीवनको उद्देश्य नै त्यही। मानिस अन्य कुरामा अलमल्ली आफ्नो सत्यलाई थाहा पाउन बिर्सन्छ। त्यो सत्यलाई थाहा पायो भने अरू कुरा कुनै पनि थाहा पाउनु जरुरी रहँदैन, किनकि परम तत्त्व त्यही नै हो, आत्मतत्त्व त्यही नै हो, जीवनको सत्यता त्यही हो। त्यसलाई जानेपछि अरू कुनै कुरा जान्नुपर्ने आवश्यकता रहँदैन। धन्यवाद।